बुद्ध धर्मावलम्बीहरूको उद्देश्य लक्ष्य चाहिँ क्षणको सुख प्राप्त गर्न र देवलोकमा जन्मिनु मात्र होइन। बुद्ध धर्मावलम्बीहरूको उद्देश्य बुद्ध भूमि प्राप्त गर्नु, आफू पनि बुद्ध बन्नु हो। त्यसैले हामीलाई पुण्य सञ्चय गर्न धेरै नै जरुरी छ। यो दिनमा हामीले पुण्य सञ्चय गर्दा पुण्य सबै मल्टिप्लाई भएर बढेर जाने हुनाले हामीले त गर्नै पर्छ। र यदि धर्ममा आस्था नभएको मानिसहरूले पनि यो दिनमा असल कर्म गरेर आफूले पुण्य सञ्चय गर्दा आफूलाई नै धेरै नै फाइदा हुन्छ। भगवान बुद्धको सन्देश सरल छ। मार्ग बाहिर होइन, भित्र नै छ। संसारमा एउटै जाति छ, त्यो के हो भने मानव जाति। संसारमा एउटै भाषा छ, त्यो के हो भने करुणा र प्रेमको भाषा। आउँदै गरेको यस बुद्ध जयन्तीको उपलक्ष्यमा यहाँहरू सम्पूर्णलाई सुख, शान्ति र समृद्धिले छाओस् भन्दै हामी सबैले दया, करुणा र सचेत जीवन जिउने प्रयास गरौँ। हस् त, नमस्ते टेस्टेलेक। अन्तिमसम्म रहेर सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद यहाँलाई।